ल है हामीले अब खाना मोमो सुरु गर्न लाग्यो। चटनी यसमा राख्नु न त्यसरी। हजुरलाई कोदाको मोमोको रेसिपी चाहिन्छ भने चाहिँ मलाई मेसेज गर्नु, के अरे मेसेज नै कमेन्ट गर्न सक्नुहुनेछ। म चाहिँ रेसिपी सहित हाल्नेछु। थोरै त बनाएको छु चटनीको। अनि सुप खामै पहिला, सुप चिसो हुन्छ। चम्मच आजको पाको गाछ है यो। पाको गाछ। पाल्पादेखि पहिलोचोटि मोमो खाइयो। हामीले फेरि मोमो किमासँगै त्यसमा भएका हड्डी पनि ल्याएको सुपको लागि। कस्तो मिठो भयो नि बजारमा गएर 10 डल्ला 150 रुपियाँ हालेर खानुभन्दा 150 को मासु ल्याएर म खाना पाएको बल्ल पाको गाछ खाए जस्तो हुन्छ नि। के कस्तो सुप त कति मिठो भयो। हड्डी यत्रो फेर अलि नुन कम भएछ सुपमा ठिकै छ। हजुर सुप खानु होइन यसो प्लेटको पत्ताहरू राखेर मलममा खानुको मजा बेग्लै छ। यत्रोका डल्ला खानुभन्दा ठुल्ठुला बना, आफै बना। जाडोमा कस्तो सुप खानुको मजै बेग्लै छ। खान्छ पिरो गयो क्या उनीहरूले। तर पिरै छैन खासै आफू त्यस्तो एकदम पिरो भन्ने मैले बनाएको छैन। ठिक्क रम मात्रै छ। टिमुरको सुप पनि होला। टिमुरको खाएर गयो क्या। चटनी पिरो खाएर धेरै चटनी पनि पिरो छैन। बिग मोमो भएर फेरि साग हालिदियो। अब फालिदिनु त के गर्ने त अनि यस्तो साग त्यो बिहान साग हाल्छ। भात त फालिदियो होइन ठुल्ठुला भएन खाँदाखेरि पनि मैले चाहिँ होला हालेको धेरै ठुलो नबना भनेर। सुपले चाहिँ पेट भरियो कस्तो पिरो भन्छ बे खासै त्यति पिरो लाग्दैन जुन हुनुपर्ने पिरो।
बिग मोमो बनाएको छ। बिग मोमो खानलाई बिग माउथ हुनुपर्ने रहेछ। यही सुपले पेट भयो। उहाँ भने बिग बिग अनि छैन त भित्र किमा त। कसरी पेट भरेर आएको 15-20 वटा खाने। हड्डी त ब्रेक गर्छ। के टाइपको यस्तो खानै सक्दैन। मासु नै छैन त अड्डीमा। Oh no. एक प्लेट पनि थिएन मेरोमा त। म 10 वटा पनि राखेको थिएन होला। म त ठुल्ठुलो थियो मोमो यो होटलमा खाए जस्तै भयो त। खायो नि एकदम। यो साग फेरि फालिदिन्छ भनेर राखेँ। टेस्टै बिगारेछ क्या सागले। मिठो भयो। सागले टेस्ट बिगार्दै। अनि हड्डी मैले खान्छु तपाईँ खान्छ। खान्छ यस्तो नराखे। नराखे यस्तो। किन किन्छ भने चाहिँ खानुहुन्न र। पेट भरेर मेरो त। यस्तो चिसो अनि कार्यक्रम गरेको के जाने भूत जस्तो देखिरहेको छ म त फेरि लाटा जस्तो। मान्छे कालो मान्छे खानु पराउँछ।
बाई बाई। यति चाहिँ हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क यू फर वाचिङ। नेक्स्ट भिडियोमा भेटौँला। नेक्स्ट चाहिँ के खाने? रोस्ट रोस्ट। नेक्स्ट चाहिँ म केही बनाउँछु। यो हालेर टेस्ट